तपाईले देख्नु भएको छ होला मान्छे नेपालमै हुन्छ तर फोटोहरु नयाँ नयाँ ठाउँमा गएको हालिरहेको हुन्छ अर्कै ठाउँमा गएको फोटोहरु हालिरहेको हुन्छ पोस्ट गरिरहेको हुन्छ र हो मैले पनि त्यस्तो फोटोहरु बनाउने पोस्ट गर्ने गरिरहेको हुन्छु र तपाईहरुले पनि त्यस्तो बनाउन कोसिस गर्नुहुन्छ होला तर भनेको जस्तो फेस आउँदैन अर्कै फेस आइदिन्छ भनेको जस्तो रिजल्ट नै आउँदैन र त्यही समस्याको समाधान गर्नको लागि मैले आज यो भिडियो बनाउँदै छु र यो भिडियोलाई तपाईले अन्तिमसम्म हेर्नुभयो भने तपाईले पनि रियलिस्टिक एकदमै राम्रो फोटोहरु जुनसुकै ठाउँमा पनि गएको फोटो आफ्नो रियल फेसमा बनाउन सक्नुहुन्छ आउनु साथीहरु आज फेरि केही नयाँ सिकौं नमस्कार म जगत डाँगी अफिसियल च्यानलमा तपाईहरुलाई स्वागत छ यस च्यानल मार्फत तपाईहरुले एआई को सही प्रयोग गर्ने तरिका र एआई को सही प्रयोगबाट सही रिजल्ट र राम्रो रिजल्ट निकाल्ने तरिका सिक्नुहुन्छ र कन्टेन्ट क्रिएटरहरुलाई चाहिने टिप्सहरु कन्टेन्ट क्रिएटरले एआई को प्रयोग गरेर आफ्नो कामहरुलाई कसरी छिटो र सजिलो बनाउन सक्नुहुन्छ भन्ने कुराहरु पनि कर्मशः सबै सिक्दै जानुहुनेछ ढिला नगरी भिडियोलाई सुरु गरौँ फोटो बनाउनको लागि सर्वप्रथम तपाईसँग च्याटजीपीटी अथवा जेमिनाई एप्स हुनुपर्छ तपाईसँग जेमिनाई च्याटजीपीटी जुन भए पनि तपाईले सजिलै बनाउन सक्नुहुन्छ है यदि छैन भने प्ले स्टोरमा गएर च्याटजीपीटी जेमिनाई जुनसुकै एप्स पनि तपाईले इन्स्टल गर्नु होला मसँग अलरेडी दुईटै छ तर मैले तपाईहरुलाई च्याटजीपीटी बाट आज देखाउँछु तपाईले जुनबाट पनि सजिलै बनाउन सक्नुहुन्छ मैले च्याटजीपीटी ओपन गरे र प्लसमा क्लिक गरे फोटोजमा क्लिक गरे र मैले आफ्नो फोटो एउटा सिलेक्ट गर्ने छु तपाईले पनि एउटा राम्रो फेस भएको फोटो सिलेक्ट गर्नु होला एकदम क्लियर फोटो युज गर्नुभयो भने एकदम राम्रो क्लियर नै फोटो तपाईको जेनेरेट भएर आउँछ त्यसैले फोटो युज गर्दाखेरि चाहिँ क्वालिटी वाला फोटो युज गर्नु होला मैले फोटो सिलेक्ट गरिसकेको छु अब म नोटमा जान्छु र प्रम्प्ट सिलेक्ट गर्छु र प्रम्प्ट कपी गर्छु म यो प्रम्प्ट तपाईहरुलाई मैले मेरो WhatsApp च्यानलमा राख्ने छु र त्यो WhatsApp च्यानलको लिंक चाहिँ मैले यही भिडियोको पिन कमेन्टमा राखिदिने छु त्यहाँ क्लिक गरेर तपाई मेरो च्यानलमा जानुहुन्छ र त्यो च्यानलमा गएर तपाईले यो प्रम्प्टलाई कपी गरेर तपाईले पनि फोटो सिलेक्ट गरिसकेपछि त्यो प्रम्प्टलाई पेस्ट गर्नु होला पेस्ट गरिसकेपछि तपाईले यहाँ थोरै चेन्ज गर्न पर्ने हुन्छ तपाईले हरेक चोटी त्यस्तै फोटो जेनेरेट गर्न सक्नुहुन्छ तर ठाउँ मात्रै चेन्ज गर्नुस् ड्रेस चेन्ज गर्नुस् तपाईले फोटो बनाउँदै जानुहोस् तपाईको फेस एकदमै रियल आउँछ सबै कुरा सेम आउँछ तपाईले ठाउँ क्यामेरा एंगल तपाईले चाहे अनुसारको बनाउन सक्नुहुन्छ है त मैले चेन्ज गर्ने अप्सनहरु तपाईलाई दिएको छु लोकेसन चेन्ज गर्नु होला मैले पनि यहाँ लोकेसन चेन्ज गर्दै छु लोकेसनमा चाहिँ तपाईलाई अब कुन ठाउँको लोकेसन राख्ने त्यो अनुसार चेन्ज गर्न सक्नुहुन्छ मैले युरोप भनेर राख्दै छु है त तपाईले पनि आफ्नो लोकेसन कुन ठाउँको राख्ने त्यो अनुसार राख्न सक्नुहुन्छ अनि आउटफिटमा चाहिँ तपाईले कस्तो कपडा लगाएको राख्ने त्यो अनुसार राख्न सक्नुहुन्छ मैले ब्ल्याक टी-शर्ट एन्ड व्हाइट प्यान्ट भनेर राखे तपाईलाई जस्तो मन पर्छ त्यस्तै राख्नु होला अनि सनग्लास चाहिँ तपाईलाई मैले अप्सनल राखिदिएको छु यदि तपाईलाई सनग्लास मन पर्छ चस्मा लगाएको फोटोहरु मन पर्छ भने तपाईले त्यसमा चेन्ज गर्नु होला कस्तो खालको मन पर्छ कुन कलरको मन पर्छ भनेर यदि तपाईहरुलाई मन पर्दैन भने त्यो अप्सनलाई पुरै हटाउन सक्नुहुन्छ है त मैले चाहिँ ब्ल्याक कलर सनग्लास भनेर राखे है तपाईले त्यो अनुसार गर्नु होला पोज चाहिँ तपाईलाई कस्तो खालको पोज चाहियो अनि कस्तो उभिएको कि साइडमा हेरेको कि कस्तो खालको तपाईलाई चाहियो त्यो तपाईले लेख्नु होला नेपालीबाटै लेख्दा मजाले च्याटजीपीटी ले बुझ्छ तपाईले मजाले नेपालीमा लेख्न सक्नुहुन्छ मैले चाहिँ कारको साइडमा उभिएको भनेर लेखे नेपालीबाटै लेखे है मैले पनि तपाईले पनि त्यही अनुसार लेख्न सक्नुहुन्छ र यदि भएपछि हाम्रो प्रम्प्ट चाहिँ रेडी भइसक्यो अब हामीले जेनेरेटमा क्लिक गरेपछि हाम्रो फोटो रेडी हुन्छ है त यहाँ येरो छ ब्लू कलरको तपाईले त्यसमा क्लिक गर्नु होला त्यो क्लिक गरेपछि तपाईको इमेज जेनेरेट हुन्छ हाम्रो इमेज जेनेरेट हुँदैछ कस्तो फोटो बनाउँछ हेरौं एकछिन टाइम लाग्छ है त तपाईले घरमै बसेर नयाँ नयाँ ठाउँमा गएको फोटोहरु रियल फेसमा बनाउन सक्नुहुन्छ है त ल हेर्न सक्नुहुन्छ है त मेरो फोटो चाहिँ रेडी भइसकेको छ मैले भने अनुसारकै फोटो बनेको छ हेर्न सक्नुहुन्छ कति रियलिस्टिक छ कति ओरिजिनल फेस छ कति राम्रो हेर्नु त क्वालिटी हेर्नु न कति राम्रो छ फोटोको तपाईहरुले पनि यो प्रम्प्ट युज गरेर सजिलै यस्तो फोटो आफ्नो रियल फेसमा बनाउन सक्नुहुन्छ है त यदि तपाईहरुलाई यो फोटोमा केही चेन्ज गर्न मन लाग्यो भनेको जस्तो भएन भने एडिटमा क्लिक गरेर तपाईले नेपालीबाटै यस्तो यस्तो चेन्ज गरेर मलाई बनाइदिए भन्नुभयो भने च्याटजीपीटी ले अर्को फोटो तपाईले जेनेरेट गरिदिन्छ तर मलाई यो फोटो एकदमै मन पर्यो म यो फोटोलाई सेभ गर्छु है त सेभ गर्नको लागि डाउनलोडमा क्लिक गर्नु होला सेभ गर्नको लागि मेरो फोटो डाउनलोड भइसकेको छ एकदमै राम्रो लाग्यो है त मलाई त यो फोटो हेर्नु त कति रियल छ तपाईहरुले पनि यस्तै फोटो जेनेरेट गर्न सक्नुहुन्छ बस तपाईले त्यो प्रम्प्टमा लोकेसन चेन्ज गर्नुस् ड्रेस चेन्ज गर्नुस् यदि तपाईलाई चस्माहरु लगाउन मन पर्छ भने चाहिँ चेन्ज गर्नुस् र तपाईको पोज कस्तो स्टाइलको पोज तपाईलाई चाहिन्छ चेन्ज गरेर तपाईले
डेली नयाँ नयाँ स्टाइलको नयाँ नयाँ ठाउँको फोटोहरू जेनेरेट गर्न सक्नुहुन्छ। आशा छ आजको भिडियो हेरिसकेपछि तपाईँहरूले पनि च्याट जीपीटी तथा जेमिनाईको युज गरेर नयाँ नयाँ ठाउँमा गएको फोटो जेनेरेट गर्न सिक्नुभयो। यदि तपाईँहरूले केही कुराहरू बुझ्नु भएन भने कमेन्ट गर्न सक्नुहुन्छ र तपाईँहरूलाई मैले कमेन्टमा रिप्लाई गर्नेछु र तपाईँहरूलाई सिकाउनेछु ती कुराहरू। अहिलेसम्म भिडियोलाई हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। भिडियो मन पर्यो भने भिडियोलाई लाइक र यस्तै एआई सम्बन्धी महत्त्वपूर्ण जानकारीहरू नयाँ नयाँ जानकारीहरू लिनको लागि यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। भेट्नेछौँ हामी अर्को भिडियोमा। त्यो बेलासम्मको लागि टेक केयर, बाइ बाइ, धन्यवाद, नमस्कार।